ल यो ट्र्याक्टरले यसरी एउटा बालुवा यसरी लिएर जाँदैछ। यो नेपालबाट लगेको बालुवा हो। यो नेपालबाट लगेको बालुवा। यो चाहिँ नेपाल जाने चोर बाटो हो। यो चोरी यहाँबाट सप्लाई गर्ने। यो पारी देखिएको अलिअलि देखिएको बगर, त्यो परको बगर चाहिँ झापाको बाहुनडाँगी बजारको मेची नदी पारीको त्यो रातो अलिअलि देखिने त्यो। यो अहिले हामी चाहिँ यहाँ इन्डियामा छौँ। यतापट्टिको यो भाग चाहिँ भारत हो। अहिले हामी हिँडिरहेको जो छ यो भारत हो। यो चाहिँ बाटोमा पानी जमेको यसरी छ। अनि यहाँनिर चाहिँ इन्डियातिरका वस्तु चलाइरहेको छन्। यहाँ त्यो देखिएको पारीको बगर मेची नदी। अब हामी चाहिँ अहिले बाहुनडाँगीतिर जाँदैछौँ। नक्सलबारी चाहिँ यतापट्टि पर्छ। यता कता हो थाहा छैन। यता नक्सलबारी पर्छ अनि यता चाहिँ यता पारी नेपाल। अब यो बाटो यसरी हिँडेर हामी उहाँ काँगडभिटा पुगेर माथि बाहुनडाँगी आउनुभन्दा यहाँबाट फुत्तै कोसी के अरे मेची नदी तर्ने बित्तिकै बाहुनडाँगी पुगिने रहेछ इन्डियामा। अनि त्यही भएर यताबाट हामी हिँडेको। अहिले यहाँबाट यसरी निकासी हुन्छ बालुवा। अब अहिले हामी चाहिँ को छौँ भने नि यताबाट जाने हो। हामी लखर हिँड्दैछौँ। यो मेरो 35-40 वर्षपछि भेट भएकी बहिनी हो। अपार फेमस छ है। अपार मैले यो ठाउँमा अपार के छ फेरि यो? म त अपारकै छु कि यो ठाउँमा मात्र मैले गीता बनाएको। मलाई मेरो शाखा सन्तान सबैले अपारै भन्छ। हो त त्यही त। के अरे उहाँ सानो भाउजूको अनुहार र नि दाजु हाम्रो